गइस अहिले चाहिँ यो घाम लागेर पनि पानी माथि चाहिँ यस्तो टिल टिल घाम लागिरहेको र पनि पानी चाहिँ परिरहेको छ। यो चाहिँ किन होला हौ फेरि कमेन्टमा भनिदिनु पर्यो हौ। यहाँ चाहिँ लास्टै हेर्दा पनि अब कस्तो अचम्म के घाम लागिरहेको छ, फेरि पानी पनि परिरहेको छ। स्कुटी चाहिँ यहाँ लाएर लागिरहेको। अब के भन्नु, अब यहाँ अङ्कल पनि आइपुग्नु हो। अहिले चाहिँ हामी पानीमा र पनि घुम्दैछौँ, किन भनेपछि हो पानी आएर पनि हामी चाहिँ एकदम मस्त भ्लग बनाउँदै हिँड्दैछौँ। यो चाहिँ हाम्रो गाउँको मन्दिर हो, कस्तो छ हेर्नु होला। हाम्रो गाउँको यो सन्तोषी मन्दिर हो। एउटा हातले फोन पक्री पनि यसरी स्कुटी कुदाउनु पर्दैछ। अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भनेपछि यहाँ पर फुटबल खेला हुँदैछ। हातिराम भन्ने गाउँमा रकमजोतको उतापट्टि त्यहाँ जाँदैछु मैले चाहिँ। यहाँ साथी छ, उसलाई पनि लिएर जानुपर्ने। ल अब 4 जना चाहिँ हामी स्कुटीमा जानु आँटेको छौँ यस्तो पानी झरीमा पनि। यतातिर चाहिँ के भनेपछि एकदम जङ्गल छ, यता मासतिर चाहिँ हो। हाम्रो यो भन्नु न के भन्नुहुन्छ, घोडा भन्दा तेज छ यो स्कुटी, एउटा हात्ती बराबर छ नि। रकम चाहिँ त्यस्तो राम्रो देखेको आज नि। ल साथीहरू हामी चाहिँ जाँदैछौँ फुटबल हेर्नु। हगुवा बस्ती लिएर त्यो नाम पनि फेरि के हो, हगुवा बस्ती भन्छ केटाहरूले। यहाँ चाहिँ फुटबल खेला हुँदैछ। यहाँ चाहिँ एकदम स्टेडियम जस्तै छ ठाउँ। फेरि पोस्ट त 2टा छ त, अनि कुनमा गएर हाल्छ। ओहो मान्छे उता जाउँ न यहाँ फेरि। यहाँ चाहिँ यो चाहिँ हानेको यस्तो भिडियो बनाइराखौँ न। भिडियो होइन तेरो भरे लाइभ रेकर्ड। ए फुटबलर हुन्छ यस्तो यहाँ रुल होइन। उहाँ चाहिँ पाइन्छ केटा हौ, रमाएर खाऊ।